हेलो एभ्रिवान, वेलकम टु अनदर न्यू भिडियो। अब आजको यो भिडियोमा चाहिँ मैले म्याथ कति पढ्ने भनेर मैले चाहिँ आज चाहिँ जीसीको भाइहरुको लागि इंग्लिशको ग्रामर 6 वटा क्वेशनहरु लिएर आएको छु। भिडियोलाई पुरा हेर्नु होला। यदि मेरो यो भिडियो मन परेमा चाहिँ कमेन्ट गर्नु होला। यस्तै भिडियोहरु पनि म लिएर आउने छु। टिक द करेक्ट वर्ड्स फ्रम द गिवन अप्शन्स टु फिल इन द ग्याप्स इन द गिवन सेन्टेन्स भनेर भनेको छ। सी युजुअली ड्याश टी बिफोर गोइङ टु स्कुल। यसको चाहिँ हामीले यहाँनेर यो युजुअली भन्ने दिएको छ नि, यो वर्ड चाहिँ हाम्रो टाइम एडभर्ब हो। यसमा चाहिँ के गर्छ भन्दाखेरि युजुअली यस्तो कुन केसमा आउँछ भन्दाखेरि चाहिँ सिम्पल प्रेजेन्ट टेन्सको केसमा आउँछ। भनेपछि हामीले यहाँ verb 1 अथवा verb 5 लगाउनु पर्यो। अब सी भनेपछि यो चाहिँ हाम्रो सिंगुलर सब्जेक्ट भएको छ। सिंगुलर सब्जेक्ट हुनुबित्तिकै हाम्रो verb 5 लिन्छ। यसरी verb 5 हेर्दा यहाँनेर देखिन्छ भनेपछि यो हाम्रो के हुँदो रहेछ, यहाँनेर ड्रिंक्स भनेर हुँदो रहेछ है। यसरी ल त्यसपछि जाउँ बी नम्बरमा अथवा 2 नम्बरमा। ल The boys dash playing football in the field now। ये हेर्नुस् त, यो now भनेको पनि टाइम एडभर्ब हो। यो चाहिँ हाम्रो प्रेजेन्ट कन्टिन्युअस टेन्सको हो है, प्रेजेन्ट कन्टिन्युअस टेन्सको। अब the boys अब among this is am are के लिने भयो त भन्दाखेरि यहाँ boys भनेको यो प्लुरल भयो, यहाँ आर लिन्छ। यसरी लगाइदिन्छौँ हामी आर। यो कुराहरु याद गर्नु है टाइम एडभर्बहरु चाहिँ। त्यसैगरी my father always dash the newspaper in the morning भनेर भनेको छ। यहाँ पनि हेर्नुस् त लु, यो always भन्ने छ नि, यो पनि टाइम एडभर्ब हो। यो चाहिँ हाम्रो फेरि सिम्पल प्रेजेन्ट टेन्सको हो। अब माई फादर भने सिम्पल प्रेजेन्ट टेन्स भनेको verb 1 अथवा verb 5 लिन्छ। अघि हामीले भनिसकेका छौं माई फादर भन्नेबित्तिकै यो सिंगुलर हो, सिंगुलर हुनेबित्तिकै verb 5 लिन्छ। यहाँ यसो हेर्नुस् त verb 5 कहाँ छ, रिड्स भनेर छ। हाम्रो यहाँनेर रिड्स भनेर यसरी आयो है। अब 4th नम्बरमा हेरौं, they have already dashed the classroom। हेर्नुस् है, यो already भनेको चाहिँ फेरि टाइम एडभर्ब हो। यसले already चाहिँ कुनमा लाग्छ भन्दाखेरि प्रेजेन्ट परफेक्ट भन्नेमा लाग्छ है। प्रेजेन्ट परफेक्ट भन्नेबित्तिकै हाम्रो V3 चाहिन्छ है। ह्याभ पछाडी V3 चाहिन्छ। यसो हेर्दै जाँदाखेरि यहाँ हाम्रो यो चाहिँ V3 हुन जान्छ, त्यही भएर क्लीन भनेर भयो यहाँ यसरी है, क्लीन। अब क्वेशन नम्बर 5 मा जाउँ। एट दिस टाइम tomorrow I will be dash for my test। यो at this time tomorrow भन्ने बित्तिकै यो टाइम एडभर्ब हो। यसको चाहिँ फेरि फ्युचर कन्टिन्युअस टेन्समा जाने भयो। त्यही भएर फ्युचर कन्टिन्युअस टेन्स भन्ने बित्तिकै B4 वाला लाग्छ। हेर्नुस् त 1 2 3 वटा मध्ये B4 यहाँनेर छ, यो डाइरेक्ट यो लाग्यो स्टडिङ ए है। अब लास्ट क्वेशन हेरौँ। लास्ट क्वेशनमा के भन्छ भन्दाखेरि Look, the dog is dash after the ball। अब यो लुक भन्ने बित्तिकै यो चाहिँ हाम्रो टाइम एडभर्ब हो। के को टाइम एडभर्ब हो भन्दाखेरि यो चाहिँ प्रेजेन्ट कन्टिन्युअस टेन्स भन्ने बित्तिकै B4 लाग्ने भयो। अब 1 2 3 वटामा कहाँ छ नि B4 यहाँनेर छ, रनिङ भनेर हाम्रो यही लाग्ने भयो। ल रनिङ भनेर ल